हेलो एन्ड नमस्कार सबैजनालाई। आज म तपाईहरुलाई सेलरोटी बनाएको एउटा भिडियो देखाउन गइरहेको छु। बुढीले आज सेलरोटी बनाउँदै छ। आज एकजना बहिनीले सेलरोटी अर्डर गरेको हुनाले आज तपाईहरुलाई बुढीले कसरी बनाउँदो रहेछ, सेलरोटी मेहनत कति लाग्दो रहेछ भन्ने कुरा म देखाउँदै छु तपाईहरुलाई। यसो भिडियो हेरेर लाइक सब्स्क्राइब पनि गरिदिनु होला। हिजो बेलुका मुछेर राखेको बुढीले पिनेर चामल पिनेर चामल पहिला पानीमा भिजाउने, त्यसपछि पिनेर फेरि पानीमा मोल्यो। रेडी छ, रेडी अवस्थामा छ है अब पोल्नुलाई। शुद्ध मकैको तेल हो यो, शुद्ध मकैको तेल। तेल तातिँदैछ हो। पिठो कति गिलो भएछ, कति साह्रो भएछ, चेक पनि गरेर आएको। अब चाहिँ सुरु भयो। यो चाहिँ पहिलो सेलरोटी बन्दैछ अहिले, पहिलो वाहनको। हेर्दाखेरि अब कति सजिलो हुन्छ खानालाई है, बनाउनु साह्रै मिहिनेत चाहिन्छ। चामल भिजाउनु पर्यो, पिस्नु पर्यो है, अलिकति राख्नु पर्यो। अनि सबभन्दा कुरा ध्यान दिनुपर्ने कुरा चाहिँ यो तेल चाहिँ अलिक भरि चाहिँ हाल्नु नहुँदो रहेछ, अलिक ठिक्कको, आधाभन्दा कम। यो चाहिँ केही भइहाल्यो भने चाहिँ आगो लाग्यो भने डर हुँदो रहेछ क्या। यो चाहिँ एकदम ध्यान दिनुपर्ने रहेछ। अब यसरी नै अब केही मिनटमा 50-60वटा बन्दैछ अब सेलरोटी। अब यो सेलरोटी जसले अर्डर गरे पनि बहिनीहरूलाई धेरै धेरै धन्यवाद। पछि नै यसरी अर्डर गर्नु होला। अब एउटा, दुईटा, तीनटा, काँडेदार सेलरोटी। जे सबैले हङकङमा चाहिँ सबैले मन पराउनुहुन्छ यो रोटी। त्यही भएर मेरो बुढीले पनि अब बनाउने मौका पाइरहेको छ। आफ्नो सिप कला हो। अब यसो मेहनत गरेर बनाए सेलरोटी कसैले मन पराइदिएर आहा कति मिठो हो भनेर सधैँ अर्डर गरिदिनु कति खुसी लाग्छ नि, होइन? खोट लाग्नु भएन। सबैलाई मन पराउने खालको स्वादिष्ट मिठो काँडेदार सेलरोटी सबैले मन पराउँछन्। त्यही भएर बारम्बार अर्डर आइरहेको छ।
ल हेर्नु त काँडा सेलरोटीको काँडा पर उयो हेर्दै आहा हेर्दै खाउँ लाग्ने कि ल यो भिडियो हेरेर तपाईँले सेलरोटी खान मन लाग्यो भने त्यही साह्रो खानु मन लाग्यो मनै थाम्न सकेन भने कन्ट्याक्ट गरिहाल्नु होला है। कन्ट्याक्ट चाहिँ अनलाइनमा गर्नु, त्यहाँ फोन नम्बर पनि त्यही छ। ए अहिले चाहिँ यति बनिसक्यो है रोटी। सङ्ख्या बढ्दैछ है, बढ्दैछ। अब यसरी ट्राई गर्नु पऱ्यो कति मिठो भएको छ, कस्तो भएको छ स्वाद है। काँडादार सेलरोटी, बाहिर बोक्रो भित्र खोक्रो, चट्टल आम्मा भन्दै धेरै खाउँ त। गरमा गरम सेलरोटी सम्पर्क गर्नु होला है, सम्पर्क गर्नु होला। जाडोमा तातो चियासँग खान कति मजा आउँछ यो सेलरोटी। सेलरोटी तयार भयो, अहिले फर्स्ट लटको सेलरोटी तयार भएर रेडी। अब दिनमा त भाकिया पनि लिन आउँदैन हुन्छ बहिनीहरू। अब अर्को लट चाहिँ एकछिनमा बनाइन्छ। अब यति भन्दै आजको भिडियो चाहिँ यहीँ अन्तिम गर्न चाहन्छु। अब काँडेदार बाहिर बोक्रो भित्र खोक्रो सेलरोटी खान मन छ भने यसो कल गर्नु होला अनलाइनमा। हेरेर मात्रै नबस्नु होला, स्वाद पनि चाख्नु होला है त। भन्दै स्वस्थ रहनु, खुसी रहनुहोस्। बाई बाई।